भन्छ नि कुकुरको काम पनि छैन फुर्सद पनि छैन भनेको जस्तै है हाउसवाइफ भएपछि चाहिँ यस्तो भिडियोहरू मात्रै आउने रहेछ है साथीहरू। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। अनि अहिले भने चाहिँ म बनाउनु गइरहेको छु लन्च है। अन्त लन्चमा चाहिँ आज के छ भन्दा यो माछाको लो र साग बनाउनु आँटेको हो। अन्त माछाको सुप बनाउँछु, अन्त भात है। अन्त यो माछाको लो र साग चाहिँ मैले फर्स्ट टाइम बनाएको। मैले अरूसँग बनाएको थिएँ तर सागसँग चाहिँ आज फर्स्ट टाइम हो है। हुनु चाहिँ कस्तो हुन्छ, बाबाले भन्ने माग्नु भयो नि त सागसँग, अन्त त्यही भएर चाहिँ मैले सागसँग बनाउँदैछु है साथीहरू। अन्त मलाई साइडबाट चाहिँ कुकुरले डिस्टर्ब पनि गर्दैछ है। अन्त के गर्नु, अब काम भनेको यस्तै हो, खाना पकायो, खायो, यताउता गऱ्यो, त्यस्तै रहेछ है हाउसवाइफको काम चाहिँ। तर काम पनि देख्दैन है साथीहरू। अन्त त्यही भन्दै अब हेरौँ यो माछाको लो चाहिँ कस्तो हुन्छ। हुन त लो त तितो तितो भएको जस्तो लाग्छ मलाई चाहिँ है। अन्त यो चाहिँ हेर्दा चाहिँ यस्तो देख्दैछ है, हेर्दा चाहिँ अब मिठै देख्दैछु, खाँदा चाहिँ कस्तो छ है। अन्त यहाँ चाहिँ माछाको ग्रेभी बनाउँदैछु है। तर यसमा चाहिँ मैले डरलाग्दो सुप हालिदिएँ है, डरलाग्दो पानी हालिदिएँ। अन्त चाहिँ यसलाई चाहिँ अब मजाले भुक्लुक भुक्लुक उमाल्नुपर्छ नि त हो। मजाले उमालेर मात्रै पाक्छ, उमाले उमाले उमाले। अन्त यसमा माथिबाट चाहिँ धनियाँ हालिदियो, धनियाँ छैन भने त फेरि माछाको सुप त मिठो हुँदैन है। यहाँ चाहिँ अब हामी खाना खानुको लागि रेडी भइसकेको छु है। यो चाहिँ सङ्गमको लागि हो। म चाहिँ अब खाना खान थालेँ। म चाहिँ यहाँ भिडियो हल्का मुखबाङ गर्दै भनेर चाहिँ मैले चाहिँ भिडियो बनाउनु थालेँ। अन्त खाना खान थालेँ हो। यहाँ चाहिँ 2टा डल्ले खोर्सानी राखेर चाहिँ खाँदैछु मैले हो। अन्त यो बिहानको सिबी र आलुको सब्जी पनि थियो। अन्त साग र त्यो के भन्छ लो पनि अलिकति हालेर खाएको थियो हो। त्यो चाहिँ पुरा तितो लाग्यो मलाई त हो। अरू बेला त खै त्यस्तो भएको जस्तो लाग्थेन, आज त डेन्जर तितो लाग्यो मलाई हो। अन्त यो चाहिँ मैले यसो भने यो चाहिँ पुरा हाई प्रेसरहरूले खायो भने चाहिँ ठिक हुन्छ होला भन्दै मैले भन्दै थिएँ हो। अन्त म चाहिँ यहाँ बट्टाबट्टी काट्दै दिन थालेँ। सङ्गमलाई चाहिँ एकैछिन अलिकति भिडियो बनाएँ। अन्त मैले चाहिँ लु म चाहिँ यहाँ भिडियो बनाउँदै खान्छु ल भनेर हो। 2टा डल्ले खोर्सानी दिएको थिएँ तर एउटा मात्रै खाएँ। डल्ले खोर्सानी चाहिँ है पिरो रहेछ नि त। अन्त चाहिँ आजको चाहिँ लन्च यस्तै थियो है साथीहरू। अन्त म चाहिँ डल्ले खोर्सानी फेरि कस्तो मनपर्छ हो। यसलाई डल्ले चाहिँ टोक्नु पनि मिठो लाग्छ नि त। अन्त त्यसको सेन्ट पनि पुरा मनपर्छ हो। अन्त चाहिँ म चाहिँ भट्टाभट्टी खानासाना खाइसक्नु आँटिसकेँ हो। अन्त साइडबाट चाहिँ कुकुरले पनि डिस्टर्ब गर्दै थियो हो। अन्त आजको लन्च चाहिँ दामी भएछ हो। सो तपाईँहरूले पनि सबैजनाले लन्च गरिसक्नु भयो होला है। सो आजको भिडियो चाहिँ यति नै हो साथीहरू है। अन्त म चाहिँ अब यही भन्छु, 2जना गफ गर्दै खाँदै थियो नि त हो। त्यही भएर बिचबिचमा गफ पनि हुँदै हो। अन्त म चाहिँ खाँदै पनि थियो, अनुहार कुच्चाउँदै म चाहिँ के भन्दै थियो भने यति साह्रो ध्यान लाएर हो भातसात छोडी। सो साथीहरू आजको लागि यति नै, बाई बाई, थ्याङ्क यू फर वाचिङ।